नेपपको श्रीपेन्च सिजन 3 मा चम्किँदै शब्दाकार, यमबुद्धको झल्को दिने र्यापरलाई जिताउन भोट अपिल, साथीहरू गुमाएको पीडादेखि पसलको कामसम्म शब्दाकारको आँसुले भरिएको सङ्घर्षको कथा। नेपाली हिपहपको प्रतिष्ठित रियालिटी शो नेपपको श्रीपेन्च सिजन 3 मा प्रतिस्पर्धी शब्दाकार सुनिल घिमिरेको चर्चा चुलिएको छ। जीवनका वास्तविक भोगाई, सामाजिक विषयवस्तु र आत्मचिन्तनलाई गहिरा शब्द मार्फत प्रस्तुत गर्ने उनको शैलीले धेरै श्रोतालाई स्वर्गीय र्यापर यमबुद्धको सम्झना दिलाएको छ। यमबुद्ध झै र्यापलाई समाज र कथा व्यक्त गर्ने सशक्त माध्यम बनाएका शब्दकारलाई माइक बोकेको कवि उपनाम दिएका छन्। मध्यमवर्गीय परिवारका सुनिल घिमिरेले पत्रकारितामा स्नातकसम्मको अध्ययन गरेका छन्। स्कुल तहदेखि नै साङ्गीतिक यात्रा सुरु गरेका उनले जीवनमा अनेकौं उतारचढाव भोगेका छन्। पसलमा काम गर्ने, क्याफे चलाउनेदेखि लोकसेवा र नेपाली सेनाको भर्ती हुनेसम्मको प्रयास गर्दा पनि उनले र्यापप्रतिको लगाव छाडेनन्। नजिकका साथीहरू गुमाउनुको पीडा र जीवनका थुप्रै सङ्घर्षहरू उनका गीतका प्रमुख प्रेरणा हुन्। यसअघि नेपाल आइडल, द भोइस अफ नेपाल र बार जस्ता चर्चित मञ्चहरूमा सहभागिता जनाइसकेका उनी कुशल गीतकार र सङ्गीत सृजनाकर्ता पनि हुन्। उनका जादुगर, बाँकी नहोला, उड्न मन छ, हराइरहेछु म, थमेलको बाटो, कोच खतरा, कृति, अन्यल, घामपानी र भेडाका हुन् जस्ता सिर्जनाहरूमा प्रेम, सपना र समाजको यथार्थ कलात्मक ढङ्गले समेटिएको छ। नेपाली हिपहपमा अर्थपूर्ण शब्द, उत्कृष्ट स्टोरी टेलिङ र वास्तविक कथालाई स्थापित गराउन शब्दकारलाई जिताउनु पर्ने आवाज उठेको छ। नेपपको श्रीपेन्च सिजन 3 को उपाधिका लागि अहिले उनलाई बहुमूल्य भोटको आवश्यकता छ। एउटा भोटले नेपाली हिपहपको सशक्त आवाजलाई अझ अगाडि बढाउने भएकाले समर्थक लगायत सम्पूर्ण सङ्गीत प्रेमीहरूलाई आजै भोट गर्न अपिल गरिएको छ।